हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल होइन। तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। फेरि आफ्नो नयाँ भिडियो मैले चाहिँ अस्ति एउटा भिडियो बनाएको थिएँ हजुरहरूलाई के कस्तो लाग्यो होइन, कस्तो लाग्दैछ हजुरहरूलाई भनिदिनु होला। आज चाहिँ म खाना लिनै होटलमा बन्दैन, हाम्रो तातो होटलमा बन्छ पनि, तर हुन्छ चाहिँ बनाइदिनु ठुलो खालको होटल, त्यो भएर पनि उता बनाउँछ उता स्टाफ पनि धेरै छ, तर यता स्टाफ थोरै छ कि यता चाहिँ मेरो काम गर्ने मेरा होटलमा काम गर्ने चाहिँ 4 जना मात्रै छ। 4 जना कति सेक्रेटरीहरू यताउति गरेर चाहिँ 8 जना छौँ। हामी चाहिँ यता काम गर्ने अनि दसैँ त खतम भइसक्यो होइन, फेरि तिहार सुरु भइसक्यो, तिहारको रमझम सुरु हुँदैछ। आज के हुन्छ, लक्ष्मी पूजा आज के हुन्छ, तर भोलि पर्सि होला भाइटिका होइन। आफ्नो त भाग्य नै यस्तो, टिका अब सधैँको लागि गयो हाम्रो त होइन, टिका छ भाग्य नै यस्तो। म त दिदी बहिनी भयो, टिका लगाइदिनु दिदी बहिनी भयो न, टिका लगाइदिनु कोही छ न, टिका नै लगाइन्छ। टिका हाम्रो चाहिँ सधैँको लागि गयो टिका चाहिँ, किनकि टिकाको दिनै मेरो मम्मीको पुण्यतिथि भन्छ नि, त्यो परेको छ। तर अस्ति दिन चाहिँ मेरो सधैँको लागि गयो है, के भन्नु मैले चाहिँ अब दसैँको टिका नलागेको भयो कि सुरु भयो न, दसैँको टिका नलागेको लगभग 5 वर्ष भइसक्यो, अलिक बढी भयो होला, 5 वर्ष पनि अलिक बढी भयो होला। म बाहिर छु नि त, बाहिर बसिरहेको छु, घर धेरै उस गर्दिनँ। अब चाडबाड आयो बेला त्यस्तै हो, चाडबाड आयो बेला घर बस्छु भने अनि त्यहाँबाट हिँडिहाल्नुपर्छ बाहिरतिर, बाहिर काम गर्नको लागि, त्यस्तै छ। खाना लिएर पनि आइसक्यो हामी है, खाना लिएर पनि आइसक्यो। अब घाममा लगाएर है, त्यस्तै छ गाइजहरू। अनि उनीहरू सुनाउनु के छ कसो छ होइन, मान्छे हुनुहुन्छ आरामले हुनुहुन्छ होला सबैजना होइन। सुहा 5-6 बजीतिर खुल्छ नि त, गएर दिइरहेछ। खाना खाएर नहीं बनाया, नहीं बनाया इधर अच्छा नहीं है, साफ सफाई नहीं है, सब इधर उधर सामान वामान सब ऐसे पड़ा है।
भाँडाकुँडा यस्तै छ गाइजहरू खानाहरू बिचेर बनाएर छ ल गाइजहरू यही हो होटल होटल यही हो